यो भिडियो केवल आफ्नो परिवारमा मात्र आधारित छ। यदि यस भिडियोले कसैको जीवनमा मेल खान गएमा हामी क्षमा प्रार्थी छौं। यो कहानी मेरो आफ्नै हो। यो म अनि यो मेरो परिवार। बुढो भएको बाउ र एउटी रोगी आमा। ओए काले, हजुर। तो पेट दुखा जाने को झोल बनाइदिएन अलिकति मरे। हस्। तेरी यो बत्ती पनि कति दिनसम्म नआउने हो। अब धन्न समय रहँदै ग्यास जोडेर सजिलो भए। अब त दसैँको मासु पनि सकियो। फेरि गुन्द्रुक र आलुसँग तरकारी खानु पर्ने हो। यार पैसा कान्छ तेरा बाबुले हुँदा खाँदाको खेत बेचेर अर्कोलाई पैसा भइहाले। जसले जे भन त्यही मानो खायो अब ठुलो। तिमीहरूले ढाना छौ नि घर परिवार सबै। हुन त आफ्नो मान्छेहरू उस्तै हुन्। साझालाई देख्नुहुन्न, देखेपछि त लुट्न आइपुग्छन्। कुनै दिन मेरो पनि विवाह होला, बालबच्चा होला। के मैले यस्तै हालतले मेरो बालबच्चा परिवार पाल्न सक्छु त? के गर्नु, यस्तै छ मिडल क्लास फ्यामिलीको पीडा। हातको मैलो सुनको थैलो के गर्नु धानले, सागर सिस्नो खाएको बेस आनन्दी मनले।